पछिल्ला केही दिन काठमाडौँ मेयर बालेन शाहलाई निकै अप्ठ्यारो परेको छ। मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाह र महानगर प्रहरी प्रमुख राजु पाण्डेमाथि तत्काल छानबिन र कारबाहीको माग आएको छ। आज यसैबारे कुरा गर्नेछौँ। सब्स्क्राइब गरेर मलाई सपोर्ट गरिदिनु होला। चैत्र 28 गते बिहीबार महानगरपालिकाका 5 वटा कर्मचारी सङ्गठनहरूले नगर कार्यपालिकामा बुझाएको 11 बुँदे ज्ञापन पत्र मार्फत बालेन शाहका स्वकीय सचिव भूपदेव शाह र महानगर प्रहरी प्रमुख राजु पाण्डेमाथि कारबाहीको माग गरेका हुन्। राजनीतिक दलहरूको चाहिँ एउटा दम्भ देख्न पाइयो। एउटा भ्रष्टाचारमा संलग्न मान्छेलाई चाहिँ उहाँहरूले जबरजस्ती चाहिँ कार्यालयमा जुन प्रवेश गराएर हाजिर गराउनु भएको छ, यो चाहिँ अख्तियारको दायरामा पनि आइसकेर छानबिन हुँदैछ। भोलि उहाँ चाहिँ दोषी करार हुनुभयो भने आजको जुन नाटक मञ्चनमा यो संलग्न साझेदारहरू छन्, उहाँहरूले चाहिँ उहाँसँगै जेल जान चाहिँ तयार हुनुपर्छ भनेर चाहिँ म भन्छु। चैत्र 21 गते महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा अवरोध गरेको र भूपदेव शाहले सामाजिक सञ्जाल मार्फत लेखेका अभिव्यक्ति गलत भएको भन्दै कारबाहीको माग गरिएको छ। नगर प्रहरी प्रमुख राजु पाण्डेले अनुशासनहीन, गैर कानुनी, अमर्यादित आचरण गरेको भन्दै कारबाहीको माग गरिएको हो। हामीलाई स्पष्ट आदेश छ, कार्यालयको आदेश, हामीलाई चाहिँ कार्यालयले दिएको आदेश त्यो अक्षरशः पालना गर्छौँ। हामीले पनि त 3 महिनादेखि तल पास छैन, तर हाम्रो कर्तव्यबाट बाहिर छैन। हामी कर्तव्यबाट कहिले पनि हामी पछाडि हट्दैनौँ। हामी चाहे 6 महिना भोकै बस्नुपर्छ, 1 वर्ष बस्नुपर्छ, तै पनि हाम्रो कर्तव्य छोड्दैनौँ। काठमाडौँमा अहिले बालेन एक पक्ष र महानगरपालिकाका उपमेयर, वडाध्यक्षहरू लगायत सम्पूर्ण कर्मचारीहरू एकतर्फ भएका छन्। यस विषयमा सम्पूर्ण कुराहरू मैले अगाडिको एपिसोडमा गरेको छु। भिडियोको लिङ्क डिस्क्रिप्सनमा हुनेछ, गएर एकचोटि हेरिदिनु होला। अब कुरा गरौँ किन बालेनमाथि राजनीतिक चलखेल गरिँदैछ। चलखेलको पछाडि को लुकेको छ? केपी ओली, शेरबहादुर देउवा कि प्रचण्ड? केपी ओलीको सरकार आएदेखि नै बालेन विरुद्ध केपी ओली खनिएको देखिन्छ। प्रदीप परियार र बालेन दुवैजना मिलेर काम गरिरहेको बेला, दुवैजनाको तालमेल एकदम मिलेको बेला केपी ओली सरकारले दुई युवाको तालमेल तोडिदियो र प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरोज गुरागाईँलाई पठायो। सरोज गुरागाईँलाई पठाउने बित्तिकै काठमाडौँ टावरको नक्सा पास गरिदिए। यसबाट बुझिन्छ कि सरकारबाट केही न केही चलखेल भएकै हो भन्ने कुरा। एमाले पार्टीका नेता सबैजनाले बालेनको विरुद्धमा नै बोलेको देखिन्छ। एमाले नेता महेश बस्नेतले सधैँ बालेनको नराम्रो अभिव्यक्ति टिप्पणी दिँदै आएका छन्। यो भिडियो हेर्नुहोस्। बालेन शाहको अभियानलाई तपाईँ कसरी भन्नुहुन्छ? संज्ञा कसरी दिनुहुन्छ? म बालेन शाह कसरी मूल्याङ्कन गर्नुहुन्छ? म बालेन शाहको मूल्याङ्कन गर्न चाहन्न क्या। बालेन शाह भनेको एउटा चाहिँ नि चुनावको चाहिँ 3-4 महिना अगाडि दलहरूको बिचको चाहिँ एउटा चाहिँ असन्तुष्टिलाई खेलेर चाहिँ वार रुम बनाएर होइन, बालेन शाह भनेको चाहिँ एकदम केकेन जस्तो कालो चस्मा, रातो आँखाले छोपेका कालो चस्मा र कालो दाढी पालेर नेपालको झन्डा ओढेर अनेक गरेर चाहिँ उहाँलाई ल्याइयो। ठिक, जनतामा लोकप्रिय मेयर बालेन शाहप्रति यति धेरै आक्रोश पोखेको मलाई चाहिँ राम्रो लागेन। केपी ओली सरकार र बालेन शाह बीच सहकार्य गरेर गएदेखि बल्ल महानगरपालिकाको समग्र विकास हुन्छ। हामी जनतालाई त केवल विकास मात्र चाहिएको छ। आजको भिडियो यति नै। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो मलाई प्रतिक्रिया दिनुहोला।